हाम्रो शरीरमा लगभग 70 देखि 72% पानी नै पानी रहेको हुन्छ। हाम्रो शरीर जसरी हामी चल्छौँ, जसरी खान्छौँ, जसरी हामीले पोषण लिन्छौँ, त्यसलाई विभिन्न क्रिया प्रतिक्रिया भएर एनर्जीमा परिणत हुनको लागि पानीको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। त्यसकारणले गर्दा हामीले दिनमा कमसेकम 3 लिटरदेखि 4 लिटर पानी खान अति नै आवश्यक हुन्छ। हाम्रो काम अनुसार, हाम्रो प्रोफेसन अनुसार हामीले पानी खाने प्याटर्नलाई सहजीकरण गर्ने, स्वस्थकर बनाउने, जसरी हुन्छ झोलिलो मोलिलो कुरा खाने, जुसहरू खाने, सुपहरू खाने र विभिन्न प्रकारका चिया कफी, हर्बल टीहरू, हर्बल कफीहरू खाएर पनि हाम्रो पानीको इन्टेकलाई हामीले सहजीकरण गर्न सक्छौँ र हामीले स्वस्थ जीवनशैली जिउन सक्छौँ।